है ल हजुर ल ल पत्रकार साथीहरू यो भेकुटी मण्डप प्रदर्शनी मार्गको व्यवसाय सङ्घ संस्थाहरूमा चाहिँ तालाबन्दी भयो भन्ने न्युजहरू आयो र हामी सँगै थियौँ। यहाँको परिचय चाहिँ स्पष्ट बनाइदिनुहोस्, के भाव आज खास? म सरोज कुमार शर्मा, म समाज कल्याण परिषदको सदस्य सचिव हो। म आएको आज 4 महिना भयो अनि आजैको मितिमा म 4 महिना पुगेको छ र 4 महिनाको दिनमा म समाज कल्याण परिषदमा मैले नियुक्ति लिई जोइन गरेको। ठिक्क 4 महिना अन्तिम म मन्सिर 31 गते समाज कल्याण परिषदमा गएको। आज चाहिँ के अरे यो फागुनको है चैतको आज 30 गते है, ठिक 4 महिनामा आज हामीले यहाँ आयौँ र यो हाम्रो तपाईहरुलाई छोटो समयमा तपाईहरु आइदिनु हो, यो हाम्रो बाध्यात्मक स्थिति हो है, हामी रहर होइन, यो हाम्रो बाध्यता हो। र अहिले कस्तो छ नि अब अवस्था भनेको यो समाज कल्याण परिषद भित्रका जुन हाम्रो नियन्त्रणमा रहेका हामी यसको व्यवस्थापन सब गर्ने जिम्मा हाम्रो हो र करिब तपाईको यो दुईटै यहाँ चाहिँ हामीले 20 वटामा आज हामीले ताला लगायौँ। व्यवसायमा हामीले ताला लगायौँ र त्यो चाहिँ कस्तो छ भने तपाईलाई म एउटा लेखेर पढिदिन्छु। समाज कल्याण परिषद अन्तर्गतको भिरकुटी मण्डप परिसरमा रहेका स्टल, बुथ, भवन लगायत जग्गा जमिन भाडामा लिई प्रयोग गरिरहेका विभिन्न व्यक्ति संस्थाले विगत लामो समयदेखि भाडा नबुझाइ बसिरहेकोले भाडा बुझाउन पटक पत्रचार गर्दा, सार्वजनिक सूचना प्रकाशित गरी भाडा बुझाउन तगेदा गर्दा समेत अटेर गरी भाडा नबुझाएको हुँदा आज मिति 2082 12-30 गते स्टल, बुथ, भवनमा ताला लगाइरहेको बाध्यात्मक स्थिति छ। बक्यौता बुझाउन पछिल्लो समय हेर्नुस् है, पछिल्लो समय 2081 12-21 गते 35 दिने भाडा म्यादी भाडा बुझाउन गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो र बक्यौता बुझाउन 2082 10-8 गते पत्रचार समेत गरिएको थियो। पत्र र सूचनाको अटेर गरेर बाँकी बक्यौता बुझाउन नआएकोले मिति 2082 11-16 गते 15 दिनको म्यादी सूचना प्रकाशित गरिएकोमा हालसम्म पनि बक्यौता बुझाउन नआएको हुँदा आजको ताला लगाउने यो हाम्रो बाध्यात्मक स्थिति हो। कतिवटा 20 वटा भन्नुभयो हो, संस्था र व्यवसाय कुन रहेछ त्यो भन्दिनु। अब 20 वटा भन्ने हो भने ल हेर्नुस्, रकम सहित तपाईलाई म भन्छु। उपभोक्ता मञ्च नेपाल, अब उसको चाहिँ 45 लाख रुपैयाँ। नेपाल शहीद के अरे लोकतान्त्रिक शहीद तथा घाइते समाज त्यसको 14 लाख रुपैयाँ। नेपाल पत्रकार महासंघ त्यसको 23 लाख रुपैयाँ। रिपोर्टर्स क्लब अब 73 लाख। रिपोर्टर्स क्लबको 73 लाख बाँकी छ है। हुन्छ, रिपोर्टर्स क्लबले भाडा लगाउने पैसा नतिर्ने है, 73 लाख। साथीले सुन्नुहोस् यहीँबाट र कमसेकम पत्रकार साथीहरूले अरू त केही गरोस् नगरोस्, मेरो त सबभन्दा ठुलो गुनासो पत्रकार साथीहरूलाई छ। तपाईहरूले चाहिँ यो हेर्नुहोस्, राम्रो तिरौँ यसमा छ। अब सिन्थेटिक्स एक्जिबिसन यो चाहिँ 10 लाख रुपैयाँ। मनकला श्रेष्ठ 7 लाख रुपैयाँ। अनि टिकाराम सिटौला 11 लाख प्लस हो है, प्लसमा लाखमा मात्रै मैले भने। कृष्णप्रसाद लामिछाने 8 लाख रुपैयाँ। हरि अमात्य 5 लाख रुपैयाँ। यशोदादेवी सेठी 10 लाख रुपैयाँ। त्यसपछि नारायण कुमारी निरौला 2 लाख रुपैयाँ। बुद्धिराम भूषाल 6 लाख रुपैयाँ। मन्जु तिमिसिला 8 लाख रुपैयाँ। चित्रबहादुर पण्डित 2 लाख रुपैयाँ। नेपाल फोटो पत्रकार महासंघ यो पनि है तपाईहरुलाई चाहिँ भन्छु 20 लाख रुपैयाँ। नेपाल राष्ट्रिय मानव अधिकार 21 लाख रुपैयाँ। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 2 करोड 89 लाख रुपैयाँ है, 2 करोड 89 लाख, सबभन्दा बढी चाहिँ बक्यौता रहनेमा। राष्ट्रिय अपाङ्ग कोष अपाङ्ग संघ, राष्ट्रिय अपाङ्ग संघ महासंघ 1 करोड 16 लाख रुपैयाँ। बालबालिकाका निम्ति गैर सरकारी संस्था महासंघ नेपाल 89 लाख रुपैयाँ। अखिल नेपाल, अखिल अनेरा सेबु उसले त के हो भने एग्रिमेन्ट पनि जबरजस्ती कब्जा गरेको थियो।
उसले पैसा एग्रिमेन्ट पनि गरेको छैन, पैसा पनि तिरेको छैन र त्यो चाहिँ जबरजस्ती ताला लगाएर कहिले 77 सालबाट बस्दैछ। यो चाहिँ हाम्रो करिब करिब टोटल बक्यौता अहिलेको अवस्थामा हाम्रो चाहिँ के हो भने 7 करोड यो चाहिँ यो टोटल चाहिँ 10 करोड 54 लाख रुपियाँ। कति समयदेखि तिर्न बाँकी रहेछ? अब समय त तपाईको अब हेर्नु न, यो खास गरेर यो कोभिड पछिको हो के अरे है, अगाडिदेखिको पनि छ पछाडि पनि छ। कतिले त सुरुदेखि आए पैसा तिरेको छैन। अब के हुन्छ कानुनी प्रक्रिया? अब यस्तो छ कि आज हामी अघि नै निवेदन गरेँ, यो हाम्रो बाध्यात्मक हाम्रो रहर त होइन नि, हाम्रो त समाज कल्याण परिषदको मेन कमाइको स्रोत नै यही हो र यो स्रोतबाट देशमा चाहिँ समाज कल्याणमा यो पैसा खर्च हुन्छ, समाज कल्याणको पैसा खर्च हुन्छ। अब यो राज्यको सम्पत्ति हो, समाज कल्याण राज्यकै एउटा महत्त्वपूर्ण निकाय हो। अब राज्यको पैसा, राज्यको सम्पत्तिमा चाहिँ रजाई गर्ने, राज्यको सम्पत्ति भाडामा लिने, एग्रिमेन्ट गर्ने अनि पैसा नतिर्ने, यतिका वर्षसम्म चाहिँ समाज कल्याण परिषदले के हेर्यो भन्ने जनताको चाहिँ क्वेसन पनि छ। अनि समाज कल्याण यस्तो छ, सम्म चाहिँ पैसा हुन्छ तपाईहरुको संस्थाले के हेरेर बस्यो? अब संस्थाले हेरेर त बसेको होइन है, किनभने हेर्नु हो नि, तपाईलाई मैले यही भने नि, विभिन्न टाइममा पत्रिकामा पत्र लेख्ने, सार्वजनिक सूचना गर्ने, पटक पटक अनुरोध गर्ने, व्यक्तिगत रूपमा भेटघाट गर्ने, अनुरोध गर्ने, तर त्यसलाई व्यवस्था गर्ने, तिर्दै नतिर्ने। सूचना थियो, नभएको होइन नि, सूचना कसरी नहुनु। म 4 महिनामा एकछिन है, 4 महिनामा मै नै दुईचोटि पत्र लेख्न लगाएँ, म नै चाहिँ सार्वजनिक सूचना दिन लगाएँ। अब जानकारी नभएको भन्न पाइन्छ त? गोरखापत्रमा सूचना आएको छ, पत्र आएको छ, उहाँहरूलाई हाम्रो यहाँका कर्मचारी साथीहरूले चाहिँ व्यक्तिलाई पत्र बुझाएको छ, मलाई जानकारी भएन भन्न पाइन्छ? सार्वजनिक गोरखापत्रमा सूचना दिएको त्यो पनि हामीले जानकारी भन्न पाइन्छ, हामीलाई जानकारी भएन। अब राज्यलाई नटेरेको व्यक्ति चाहिँ के बलियो हुँदाखेरि अब यो अवस्था भयो। प्रयास नभएको होइन, प्रयास गर्यो। आज चाहिँ के हो भने ताला लगाएको रेकर्ड पनि छ, जस्तो पत्रकार महासंघ तपाईले यहाँ हुन अगाडि ताला लगाउनु भएको तर तपाईहरु बिचमा सम्झौता गर्नेखेरि समाज कल्याण हुन तपाईले हुनु समाज कल्याण शक्ति सत्ता र दबावको प्रभावमा परेर तपाईहरु सम्झौता गर्ने फेरि भाडा नलिने भइरहेछ कि यहाँ हुन अगाडि। अब मैले के भने तपाईहरुले पनि आज हामी गोरखापत्रमा पनि सूचना दिए, हाम्रो यो भारत बन्द गर्ने उद्देश्य होइन, राम्रो पनि लाग्दैन नि, बन्द गर्ने उद्देश्य होइन। तर तपाईले एउटा जुत्ता पसल मागी तपाईहरुले पनि हेर्नुभयो, आम्दानी गर्ने, त्यसबाट नाफा कमाउने अनि 11-12 लाख रुपैयाँ नतिर्ने, यो के हो? होइन। र यो अवस्था आइसकेपछि तपाईहरुले भन्नुभएको हो होइन, ठिक हो, त्यो कुरा मैले बुझेँ। अब यो हुँदैन, एकदम पर्दैन। मैले कसको दबाब मान्नु पर्ने? आज म तपाईहरुलाई एउटा निवेदन दिउँ, आज यो वास्तवमा भन्ने हो भने आज त हामी इमिडिएट आए। हिजो चाहिँ के अरे, हिजो अस्ति अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा हामी गएको थियौँ। एकछिन, प्रधानमन्त्री कार्यालयमा हामी गएको थियौँ, यो असुलीका कुरा उठ्यो। प्रधानमन्त्री कार्यालयबाट हामीलाई चाहिँ के अरे चाहिँ सारा इन्फर्मेसन दिनुस्, हिजो पनि अस्ति पनि आज बिहानसम्म पनि। र मेरो जानकारीमा प्रधानमन्त्रीजीलाई ब्रिफिङ भयो। अहिले गएर म त बुधबारको प्लान गर्दै थिएँ के, त्यो बुधबार, किनभने तपाईहरुलाई पनि नोटिस दिउँ, सारा सुरक्षाहरूलाई पनि नोटिस दिउँ, बुधबार प्लानिङ गर्नु। तर आजै गर्नुस्, अहिले गर्नुस्। मैले कसको निर्देशनमा मान्नु पर्यो भन्नुस् त? कसको आदेश मैले मान्नु पर्यो? मलाई त प्रधानमन्त्रीज्यूबाट, सिंहदरबारबाट हामीलाई यो अनुमति आयो, ल अहिले जा। अब मैले कसैको दबाब मान्नु पर्छ र? पर्छ र? तपाईहरु भन्नुस् त। उहाँहरु जसकोमा ताला लागेको छ अहिले, उहाँहरु चाहिँ तपाईहरुसँग आएर सम्झौता गरेर अथवा भाडा तिरेमा तपाईहरुले तुरुन्तै खोल्नु। आजै गोरखापत्रमा हामी नोटिस दिँदैछौँ, तपाईहरुको मार्फतबाट होस् कि 7 दिनभित्र तपाईहरु तिर्नुस्। 7 दिनको म्याक्सिमम छ, 7 दिनभित्र तपाईहरु आएर तिर्नुस्। आजै आउनुस्, आजै आउनु, अहिले खोल्छु, भोलि आउनुस्, भोलि खोल्छु। 7 दिनको तपाईहरुको डेडलाइन छ। 7 दिनमा पनि तपाईले व्यवस्था गर्नु भने कानुनको परिधिभित्र जे गर्नुपर्छ हदै समाज कल्याण परिषद गर्छ। सबै कुरा ठिकै छ, समाज कल्याण परिषद हैन एकदम चर्चा छ। संघीय राजधानी काठमाडौँको यो
मन्दिरको सहरको बिचमा यो ढिकुटी मण्डपभित्रको जुन अवस्था देखिन्छ नि तपाईँ पनि आज जानुभयो नि कस्तो छ यो हेर्नुहोस् त यस्तै हुनुपर्ने हो व्यवसायीहरूले ढल व्यवस्थापन छैन भनेका छन् पानी व्यवस्थापन छैन भनेका छन् समाज कल्याण परिषदले यो पनि व्यवस्थापन गर्छ कि पैसा मात्रै उठाउँछ भन्ने पनि छ व्यवसायीहरूको चाहिँ त्यो तपाईँहरूप्रति क्वेसन गरिरहेका छन् अब यो तपाईँले भनेका कुरा ठिक हो यहाँ पनि छ गर्नुपर्ने कुराहरू ठिक छ तर के हो भने समाज कल्याण परिषद यो काठमाडौँभित्रको यो 214 रोप्नी जनाको सबभन्दा प्राइम यो काठमाडौँको यो नेपालकै मुटु हो नि यो नेपालको मुटु सबभन्दा यो सेन्टर ठाउँ सबभन्दा उपयुक्त ठाउँ र अरबौँ आम्दानी गर्ने ठाउँ हो नि तर हामीले 14-15 लाख 15 करोड रुपियाँमा सीमित छौँ नि मलाई आफै चित्त बुझेको छैन तर के हो भने हाम्रो रिसोर्सको कुरा होला प्लानिङका कुरा आउला यसको के गर्न सकिन्छ यो काठमाडौँको नेपालको सबभन्दा महत्त्वपूर्ण ठाउँ कबाडी ठाउँ बनेको छ यो काठमाडौँको सौन्दर्य बिगारेको छ नि तर यसलाई प्लान गरेर हामी अब दोस्रो फेजमा हामी कोसिस गर्दैछौँ हामी सरकारसँग पनि अनुरोध गरौँला यसलाई चाहिँ के हामीले राम्रो प्लानिङ गरेर यो अर्बौं रुपियाँको यो के अरे बन्न सक्नेछ हामीले के हो नेपाल जस्तो ठाउँ तपाईँ इन्डियामा जानुस् न अहिले जुन जुलाईमा तपाईँको खलखल पसिना बग्छ काठमाडौँमा त पङ्खै चलाउनु परेन नि त्यो क्लाइमेटको लाभ पनि हामीले लिन सकिनु दुईवटा विशाल देशहरू हामी छेउछाउमा छ नि यसलाई चाहिँ हामी अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन केन्द्रको रूपमा निर्माण गर्न सक्छौँ बनाउन सक्छौँ र यसबाट अर्बौं रुपियाँ आम्दानी गर्न सक्छौँ काठमाडौँको सौन्दर्य नै बढाउने काम गर्न सक्छ नि यो अब यो त हाम्रो दोस्रो चरणका कुराहरू छ तर पहिले त के हो भने बाँकी पङ्क्ता उठाउने र यसको व्यवस्थित गर्ने अहिले तपाईँले के हेर्नुभयो भने अहिले तपाईँ हेर्नुभयो भने यहाँ तपाईँहरूकै मार्फत मैले भन्न चाहन्छु सुन्नेले पनि सुनोस् यो 1600 व्यापारी बसेको छ यहाँ यो खुला बजार अहिले व्यापारी बसेको छ तपाईँले हेर्नुभयो भने यो 1600 व्यापारीलाई मैले सुन्नुहोस् एकचोटि समाज कल्याण परिषदले नै दिएको छ कि त्यो समाज कल्याण परिषदले दिएको होइन खुला बजार थियो नि 3 महिनाको लागि हामी 3 महिनाको लागि सर्ट टर्मको लागि आएर चाहिँ बसेको थियो 3 महिनापछि 49 सालमा यो खुला बजार यहाँ आएर 1600 व्यापारी 1500 प्लस भयो है त्यो 3 महिनाको लागि आएको थियो यो टहरा बनाएर बसेको छ यो टहरामा कुनै दिन भगवान पशुपतिनाथले यस्तो नगरोस् कुनै दिन त्यो दुर्घटना भयो भने ठुलो जनधनको क्षति हुन्छ र अर्बौं रुपियाँको नोक्सान हुन्छ यसलाई हामीले यसरी नै राखिराख्ने हो कि हामीले बजारै बनाउन व्यवस्थित बनाइदिउँ यो सम्भावना त छ नि यसको व्यवस्थापन गर्ने हो त्यो पनि हाम्रो एउटा चाहिँ के अरे ठुलो निर्णय गर्नुपर्ने मैले देख्छु त्यहाँ कतिपय व्यवसायहरू पछिल्लो समयमा जोडिएका छन् तपाईँहरूले एग्रिमेन्ट गरेर कसैलाई दिनुभयो तर पछि फेरि पनि यहाँ जोडिएका छन् कोही केही व्यवसाय गर्ने सोच ल्याएर जोडिरहेका छन् भाडा तिरिरहेका छन् अहिले उनीहरूको पनि हाम्रो पनि ताला लाग्यो हामीले पैसा तिरिरहेका छौँ भन्दैछन् त्यसको के छ समाधान होइन यस्तो छ तपाईँले भन्नुभएको ठिक हो कुनै सामाजिक संस्था छ एग्रिमेन्ट गर्यो भाडा लगायो के अरे एग्रिमेन्ट गऱ्यौँ हामीसँग एग्रिमेन्ट गऱ्यौँ आफ्नो प्रयोजनको लागि लियो नि जस्तै तपाईँले उपभोक्ता मञ्चको हेर्नुभयो नि उपभोक्ता मञ्चलाई त हामीले उपभोक्ताको हकको काम गर्नलाई तपाईँले यो यति पैसामा तपाईँले दिए तर तपाईँ भाडा लगाउने अनि त्यसको भाडा खाने तपाईँ अनि भाडा खाने अनि त्यसपछि हामीले पैसा नतिर्ने यो कतिसम्म चाहिँ तपाईँले राज्यलाई हेपेको समाज कल्याणलाई कतिसम्म तपाईँले हेपेको यो हेपाई खानुपर्ने यसले हाम्रो जरुरी छ त हामीले छुट दिनुपर्ने कुनै जरुरी छ त अनि ताला नमारेर त के गर्ने होइन हाम्रो त के हो भने अहिले उहाँहरूले दिएको पैसा समाज कल्याण परिषदको आम्दानी हो नि उहाँले आम्दानी गर्नु हामी उहाँको व्यापार दिन दुगुना रात चौगुना बढोस् तर तपाईँ आम्दानी गर्नुहोस् त त्यो आम्दानी तपाईँकै घरमा जाँदैन राज्यको कोषमा पनि आउनु समाज कल्याण परिषद जसको सम्पत्ति छ जसको मालकाना हक छ त्यसलाई तपाईँले पैसा नतिर्ने त्यो त हुँदैन 7 दिनको तपाईहरु मार्फत पनि सूचना दिन्छु 7 दिनको हामीले टाइम दियौं आज गोरखापत्रमा पनि हामी एउटा सूचना निकाल्दै छौं 7 दिनभित्र तपाई पैसा तिर्नुस् विधिवत रूपमा एग्रिमेन्ट गर्नुस् है त्यति भन्दा तपाईहरुले छोटो समयमा आइदिनु तपाईहरुको साथ सहयोग रह्यो तपाईहरुलाई बहुत बहुत धन्यवाद हामीले हजुरको अब यो पहिला त के भयो हामीलाई पनि जानकारी छैन खरै नयाँ किन्ने मान्छेलाई त अब के खाना पुरानो बाँकी होला के होला बिचामा किन्नेको बन्द लाग्छ के हुन्छ यसको हजुर मैले बुझेन अलि हामीले हजुरको भर्खरै किन्यौ हैन यो भन्दा पहिला उले क्लियर गर्यो भने अहिलेको मान्छे भेट्दैन अब अहिले हाम्रो चाबी लाग्यो भने त्यसको लागि के हुन्छ तपाई पत्रकार हो कि त्यसको प्रतिनिधि हो पसले त पसलेले चाहिँ के तपाई समाज कल्याण परिषदसँग एग्रिमेन्ट गर्नु भएको हो तपाईले तिर्नु भएको हो भने तपाईमा ताला लाग्दैन लागेको भने पनि खुल्छ तर तपाईले समाज कल्याणसँग त्यो अहिले चाहिँ डिबेट हामी नगरौं तपाईले समाज कल्याणसँग एग्रिमेन्ट गर्नु कि अरूसँग गर्नु हो त्यो हामीले तपाईले हामी चिन्छौं कि चिन्छौं हैन
राख्नु त पाइयो बिचौलियाको कुरा होइन होइन बिचौलिया अब तपाईँ त त्यो कुरा त उसँग उहाँसँग जोसँग तपाईँले गर्नुभएको कहाँ तपाईँले हामी चिन्दैनौँ नि तपाईँले हामीसँग एग्रिमेन्ट गरे हो तपाईँले तिर्या हो भने समाज कल्याण परिषद यस्तो गल्ती गर्दैन म सरोज कुमार शर्मा समाज कल्याण परिषदको सदस्य छु धन्यवाद है तपाईँहरूलाई है साथीहरू ल